बाइक चाहिँ अब रेडी भयो वासबाट नै आयो यस्तो देखिरहेछ आफ्टर वास व्हिल बेयरिङ चेन्ज अनि थ्रोटल बडी एफआई क्लिनिङ स्प्रकेट सर्भिसिङ अरू के गरे ब्रेक ओइल दुईतिरको पछाडिको ब्रेक प्याड त्यति चेन्ज गरेको 10,300 तिरेँ मैले 10,000 समथिङ आएको 600 कति आएको 10,300 तिरेँ अरू के गरेको थियो त्यति गरेको चाहिँ सर्भिसिङ चाहिँ सक्यो अब रेनकोट छ त हेर त पन्जामा राखेँ ग्लोभ्स सर्भिसिङ सक्यो घरतिर लाग्ने अघि भने जस्तै 10,300 गरेको एफआई क्लिनिङको चाहिँ 1,600 पर्यो सायद मैले माथि त्यो ब्लू टावर कि के भन्छ हौ त्यसलाई त्यसमा गराउँदाखेरि चाहिँ 1,300 मा गरा जस्तो लागेको थियो एफआई क्लिनिङ तर 1 वर्षै हुन लागिसक्यो आफ्नै बाइक वेयर लागिरहेछ सो यहाँ वरिपरि हुन्छ भने चाहिँ यामाहाको बाइक ओन गर्नुहुन्छ या फिर अरू बाइकमा पनि केही प्रब्लम छ अनि केही सुझाव लिन्छ भने पनि बाबु दाइसँग लिँदा हुन्छ हामी जस्तो केटाहरूले चाहिँ हैन एकदम जे जस्तो छ यामाहाको लागि चाहिँ आफ्नो जस्तो कि बाहिरको बनावट मात्र चाहिन्छ कि हैन पर्फर्मेन्स चाहिन्छ कि एकदम बाइकको डक्टर उहाँसँग झुट नबोली भन्नु भने चाहिँ अलमोस्ट बनाइ नै दिनुहुन्छ अनि यो चाहिँ लिगल रन हो कि इलिगल रन हो थाहा छैन मजाको भन्छ यार तर फ्युल छैन फ्युल अब गराउनु पर्छ सबै मजाले गरिदिनु भयो अनि कोन चाहिँ मेरो लुज थियो क्या योभन्दा अगाडि मैले 1.5 महिना जस्तो अगाडि चाहिँ यहीँबाट फेरेको थिएँ कोन बेरिङ अनि लुज भएको थियो भन्छु टाइट गरिदिन्छ भनेको ऊ आफैले गरिदिइसकेछ त्यहाँ भाइले सो अस्ति अब त्यो मैले भ्लगमा चाहिँ हाल्छु कि हाल्दिनँ थाहा छैन तर अस्ति चाहिँ मेरो पछाडिबाट ख्याट आवाज आइरहेको थियो क्या अनि एक ठाउँमा सोच्दा भाँचिएको छ फेर्नुपर्छ भनेको थियो मैले पनि हेरिनँ राम्रोसँग किनकि मलाई फेर्नु नै थिएन नि त अब त्यतिखेर पनि भनेको थिएँ कि त्यो 1-200 मा हुने काम हुन्छ कहिलेकाहीँ यत्तिकै फेरिन्छ भनेर 2टा नट खसिरहेको रहेछ क्या 2टा नट फेरिदियो इट्स एज गुड एज न्यू अब पर्फर्मेन्स त अब यामाहा भइहाल्यो कुरै नगरौँ सिट बन्द ब्लिङ्कै गरेपछि त हाल्नुपर्छ यार निकाले जस्तो त्यहाँ निकाले जस्तो होइन निकालेकै थियो मेरो अगाडि त्यो एफआई क्लिनिङ गर्ने बेलामा निकालेको थियो भाइलाई घर पुग्ने जति चाहिँ पेट्रोल राखिदियो है भनेको पेट्रोल पनि पुग्ने राखिदिन्छु दाइ भन्थ्यो नभन्दै
पेट्रोल पम्प पुग्ने नै राखेछ अब यहीँ नै भर्नु पर्ला कस्तो छ महागौरी त्यतापट्टि खुल्ला छैन अनि भोलि उता गएन साझामै हाल्छु तर भोलिसम्मको लागि भनेर एफआई नै बिगार्नु त भन सर्भिस गरेपछि खै एउटा त त्यो भयो अनि अर्को चाहिँ यो चेन सकेट र एयर फिल्टर नि फेरेछ मैले चेन सकेट र एयर फिल्टर अनि एफआई क्लिनिङ गरेपछि एउटा पर्फर्मेन्स त यत्तिकै नै बढी नै हाल्छ एफआई पनि मैले देखेअनुसार चाहिँ त्यस्तो फोरै चाहिँ लागेन सबै फेरि चित्त बुझ्यो तर यो हिलो चाहिँ चित्त बुझेन है खुल्ला त छ नि यता चाहिँ बच्चाहरू साइकल गरेर हुन्छ है मैले ब्रेक हाने नि बच्चाले हान्न भ्याउँदैन भन्ने चाहिँ एउटा बुझ्नुपर्छ मलाई झन् पिकअप चाहिँ घट्यो कि जस्तो लागिरहेछ चेन्ज पकेट फेरेर किन पहिला अर्कै हालिएको थियो कि ल म यहाँबाट सामान लिन्छु अनिखेर बोलाउँला सनसिटी हूँ त्यहाँ क्यामेराले क्याच गरेछ कि छैन ल सो अब चाहिँ म फेरि फर्किन लाग्यो पेट्रोल पम्पमा किन भन्दाखेरि काण्ड मचाइछु मैले चाहिँ त्यो पेमेन्ट गर्ने बेलामा मोबाइल झिकेको थिएँ नि त अनि मोबाइलसँगै बिल राखेको थिएँ क्या त्यो बिल चाहिँ त्यहीँ खसेछ भर्खरै यहाँ सामान लिने बेला हेरेको बिल चाहिँ त्यहीँ रहेछ सो लेट्स गो गेट द बिल धेरै टाढा होइन त्यसैले फर्किँदैछु अनि सायद बिल लिएपछि चाहिँ म भ्लग त्यहीँ एन्ड गर्छु होला किनकि मेरो चाहिँ अहिले उसमा एक्सटर्नल स्टोरेज चाहिँ युजेबलै छैन क्या अनि इन्टरनलले नै रेकर्ड गरिरहेको छु भर्खरै पनि एउटा भिडियो म त्यो उनै राखिदिन्छु के गरेर हिँडेको थिएँ भनेर अलिकति मेस्टअप देखेँ पनि त्यो पनि होइन रियालिटी देखाउन सो म चाहिँ अब फेरि फर्किन लाग्यो त्यही पेट्रोल पम्पमा किन भन्दाखेरि जुन चाहिँ मेरो सर्भिसिङको बिल थियो अब एक्सटर्नलमा युज गर्दा पनि हुन्छ मलाई होइन तर त्यो चाहिँ हरेक 10 सेकेन्ड 20 सेकेन्डमा मैले उ गर्नुपर्छ क्या अफ भइदिन्छ क्या त्यो राइट स्पिड लास्टै स्लो छ रहेछ अल्ट्रा स्पिडवाला हो तर V30 चाहिन्छ क्या अनि मैले चाहिँ V30 कै लिन खोजेको हो V30 कै लिन खोजेको होइन मैले स्पेसिफाई गरेको थिइनँ लिँदाखेरि V30 नै चाहिन्छ भनेर चाहिँ अल्ट्रा स्पिडले हुन्छ भ्लग भनेर उसले लिइदिएको थियो त्यसले चाहिँ काम नगरे भएर भोलि ल्याइदिन्छु भनेको छ भोलि त्यहाँनिर पसलमा जाउन्जेलसम्म पनि सायद अब यो सबै मैले आफ्नोमा मोबाइलमा सारेर गऱ्यो भने बेलुका अब छ्याउ लाग्यो भने चाहिँ गर्दिनँ छ्याउ लागेन भने गर्छु त्यतिखेर भयो भने भोलि पनि होइन पर्सि चाहिँ भनेपछि भोलि त केही पनि रेकर्डै गर्दिनँ म पर्सि चाहिँ म जान्छु लिनलाई त्यतातिर जानुपर्ने नि काम छ मलाई एयरपोर्टमा सो एयरपोर्ट गएपछि जान्छु होला म बिहानै त उसले नि ल्याइदिइसक्यो हुन्न
लिनु गएर के गर्नु, कि म साथीलाई भनेर त्यहाँबाट रिसिभ गर्न नि भन्न सक्छु। त्यो भनेर नि हुँदैन, फेरि पुरानो एसडी कार्ड नि त फिर्ता गर्नु पऱ्यो। त्यो भूगोलीको भोलि नै कुरा गरौँला। अहिलेलाई चाहिँ बिल लिन्छु अनि भ्लग एन्ड गर्नुभन्दा भ्लग यतिकै राखौँला। यतिकै राखेर नि के गर्नु, जान्छ। ल मलाई पानीले भिजाउँछ जस्तो आज। दा यहाँ बिल खसेको थियो नि अघि, बिल खसेको थियो क्या मेरो अघि, पिङ्क कलरको यामा भेटिसक्नुभयो? यो होइन, हावाले उडायो क्या? ओहो यो त हो, च्यातेछ त। ओहो कुकुरले गर्नु गर्यो। ठिकै छ, अब अर्को बनाउनु जाने बनाउनु गयो नि। ठिकै छ। बिल चाहिँ पाएँ, तर यो कुकुरले च्यात्यो अरे। ऊ त्यहाँ छ च्यात्या पिस। ठिकै छ। अब गर्न नि के सकिन्छ र। वेस्ट अफ टाइम। बिल कुकुरले च्यात्दैछ।